विज्ञानले धेरै कुरा नाप्छ, तर भावना अझै अपरीक्षित छन्। कहिलेकाहीँ लाग्छ यदि विज्ञानले मन बुझ्थ्यो भने म कस्तो वैज्ञानिक हुन्थेँ होला। मेसिन बनाइन्छन् कामका लागि, तर मनका लागि के बनाउने? यदि तपाईँले कहिले दुःख नाप्न चाहनुभएको छ भने यो कविता तपाईँको लागि। यदि म वैज्ञानिक हुन्थेँ भने न हिटर बनाउँथे न थर्मोमिटर बनाउँथे। यदि म वैज्ञानिक हुन्थेँ भने भाग्य देख्ने कर्मोमिटर, दुःख नाप्ने मर्ममिटर बनाउँथे। साँचो रुन सक्ने रोबोट बनाउँथे, आफ्नो पीडा आफैले बोल्ने, नियमले होइन नीतिले चल्ने एउटा आत्मा नाप्ने मिटर बनाउँथे। यदि म वैज्ञानिक हुन्थेँ भने न रकेट बनाउँथे न मिसाइल बनाउँथे, छरिएका सपना टिप्ने सपना स्टिचर बनाउँथे, मनभित्र अन्कनाएका नकन्टी शब्द बोल्ने स्पिकर बनाउँथे। न हिटर बनाउँथे न थर्मोमिटर बनाउँथे। यदि म वैज्ञानिक हुन्थेँ भने भाग्य देख्ने कर्मोमिटर बनाउँथे। यदि म वैज्ञानिक हुन्थेँ भने फुलको सुवास चोर्ने होइन, मनको आवाज सुन्ने कान बनाउँथे। अनि कुनै मेसिन बनाउँथे जहाँ आमाको माया र बुबाको पसिना गन्तव्य नभई गहिराईले नापिन्थ्यो। यदि म वैज्ञानिक हुन्थेँ भने न विज्ञानलाई मात्र विज्ञान ठान्थे, भावनालाई पनि सूत्रमा बान्थे। यदि म वैज्ञानिक हुन्थेँ भने प्रेम देखाउने लभ मिटर र चुपचाप सहन सक्ने सहनशीलता मिटर बनाउँथे। चुपचाप सहन सक्ने सहनशीलता मिटर बनाउँथे। धन्यवाद।